नमस्कार। नेपाल न्युज ब्याङ्कको आजको विशेष संवादमा हामी लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायका एकजना अभियन्ता सुनिल बाबु पन्तसँग विशेष संवाद गर्छौँ। सर्वप्रथम यहाँलाई स्वागत गर्न चाहन्छु। धन्यवाद। प्रतिनिधि सभा सदस्यको निर्वाचन मुखैमा आएको छ। यो बिचमा राजनीतिक दलहरूले आफ्नो घोषणापत्रहरू सार्वजनिक गरेका छन्। समुदायको एउटा चाहिँ दृष्टिकोणमा यो घोषणापत्र कस्तो पाउनुभयो तपाईँले? त्यसमा कस्तो किसिमको चाहिँ सम्बोधन भएको छ? कसरी यसलाई समीक्षा गर्नुहुन्छ? यो अब तुलना गरेर हेर्नु पर्यो। योभन्दा अगाडिको चुनावहरूको घोषणापत्र हेर्ने हो भने यसपालिको राम्रो देखिन्छ। कमसेकम 9-10 वटा दलहरूले कसैले यौनिक अल्पसङ्ख्यक मात्रै लेखेका छन्, कसैले लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यकै लेखेका छन्। दुईटै कुरालाई हुने गरेर र केही सकारात्मक पक्षहरू आएको छ। केही दलहरूले उम्मेदवारी नै पनि ल्याएछन् अनि त्यो हिसाबले राजनीतिक दलहरूले यो समुदायलाई स्वीकार्ने क्रम चाहिँ बढ्दो त छ। तर अहिले पनि त्यो टोकनिजम भन्छ नि अङ्ग्रेजीमा, प्रतीक मात्रै अनि वास्तवमै भन्दा पनि ल गरिदिइहालौँ न त भन्ने तरिकाले, भोलि क्वेसन नउठाओस् भन्ने तरिकाले राखेको जस्तो देखिन्छ धेरै चाहिँ। र त्यति हुनु पनि सकारात्मकै हो जस्तो लाग्छ। तपाईँ त यो लामो समय चाहिँ धेरैवटा निर्वाचन हेर्नु भएको छ। यो अभियानकै दौडानमा विगत भन्दा चाहिँ अघिल्लो निर्वाचन भन्दा यसपालि सुधार भएको छ अथवा सुरुको जुन प्रतिनिधि सभाको निर्वाचन थियो त्योभन्दा चाहिँ कसरी कुन दल अलिक बढी चाहिँ उदार देखिन्छ? यति मध्ये यति जुन पुराना भनिएका नयाँ भनिएका दलहरूमध्ये? अब पुरानो भनिएका दलहरू एमाले, कङ्ग्रेस, माओवादी तिनटैले घोषणापत्रमा केही न केही राखेका छन्। तर अब उम्मेदवारी उठाएनन्। त्यो हिसाबले उहाँहरूको गृह कार्य पुगेन। अनि र हामीसँग अनौपचारिक छलफल हुँदाखेरि तपाईँहरू पछि आउनुभयो, टाइम आएन भन्ने खालको एक्सक्युज चाहिँ नि त्यस्तो खालको बहाना मात्रै दिने गर्छन्। अब अरू चाहिँ नछुट्ने अनि हाम्रो मात्रै छुट्ने भन्दाखेरि उहाँहरूले खोज्न आउनु पर्ने हो नि त। सीमान्तकृतको लागि चाहिँ त अब राज्य पछिको र राज्य पोटेन्सियली बनाउने भनेर राजनीतिक दलहरू आए हुँदाखेरि अब एकदमै समावेशी चरित्रको हुनुपर्ने हो। त्यति चाहिँ देखिया छैन। त्यस्तो खालको बाहनाहरू चाहिँ अलिकति भाग्ने काम मात्रै हो जस्तो लाग्छ। अब तपाईँले अलिकति घोषणापत्र हेर्ने हो भने चाहिँ जस्तो नेकपा एमालेको हेर्ने हो भने अब यहाँनिर ज्येष्ठ नागरिक, शारीरिक अपाङ्गता भएका लगायत अनि थुप्रै समुदायहरूको लेख्दै यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक सीमान्तकृत व्यक्तिहरूलाई संरक्षण गर्ने भन्ने छ। सम्मानजनक जीवन दिने र मानवीय मूल्य तथा हितमा लोकतन्त्रको अभ्यास गर्ने घोषणा गर्दछौँ भनेर लेखा छ यसमा लेख्नुलाई। अब शब्दहरू ठुल्ठुलो राखेको छ। अब संरक्षण गर्ने भनेको छ, सम्मानजनक जीवन दिने भन्ने भाषा अलिकति पार्टीले दिने हो कि के गर्ने भन्ने हो। जबकि लेख्नु पर्दाखेरि यो अधिकारको कुरा, नागरिकताको कुरा, त्यसपछि यो समुदायको आर्थिक उन्नतिको कुराहरू चाहिँ महत्त्वपूर्ण हुने थियो। आरक्षणकै कुराहरू लेख्नुपर्ने थियो। अनि हामी लोकसेवा लगायत अनि निर्वाचन प्रणालीमै आरक्षण दिन्छौँ, समानुपातिक प्रतिनिधित्व गराउँछौँ राज्यका हरेक भन्नेमा प्रतिबद्ध छैन। अब संरक्षण गर्छौँ भन्ने भयो, सम्मान दिन्छौँ भनेपछि अब त्यो त बोलीले मात्रै टारे पनि भए हामी तपाईँहरूलाई स्वीकार्छौँ भनेपछि पुग्यो। भनेपछि दायित्वबाट अलिकति पन्छिने जस्तो कुरा चाहिँ देखिन्छ। हालाकि यति आउनु पनि राम्रै हो जस्तो लाग्छ मलाई। त्यसपछि नेपाली कङ्ग्रेसको हेर्नुभयो भने लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायका व्यक्तिहरूको संवैधानिक हकको कार्यान्वयन गर्दै नागरिकता लगायतका कागजातमा उनीहरूको पहिचानलाई सम्मान गरिनेछ। विद्यालय र अस्पतालहरूमा विभेदमुक्त वातावरण ग्यारेन्टी गरिनेछ भनेर अलि भाषा राम्रो छ नेपाली कङ्ग्रेसको चाहिँ। यसले संवैधानिकले गरेको हकलाई चाहिँ कार्यान्वयन गर्ने कुरा गरेको छ। र नागरिकता पाउँदाखेरिको असाध्यै झन्झटिलो अहिले पनि छ। मेडिकल रिपोर्ट ल्याउनु पर्ने, के गर्नुपर्ने खालको त्यसको समाधान गर्छौँ भनेको छ। विद्यालय र अस्पतालमा विभेदमुक्त वातावरण बनाउने भनेको छ। तर यसले पनि फेरि रोजगारीको कुराहरू गर्दैन, अन्य हक अधिकारको कुराहरू चाहिँ गरेको छैन र उम्मेदवारी पनि दिएको चाहिँ छैन। अब यो पहिलो लोकतान्त्रिक दल अनि हामी समावेशी छौँ भनेर समावेशी कुराहरू हमेसा रटान लगाइराख्ने दलले पनि उम्मेदवारी चाहिँ दिए छैन। त्यस्तै गरेर अब माओवादी पार्टीको
हामीले चाहिँ अब जनयुद्धै गऱ्यौँ यो देशको आमूल परिवर्तनको लागि, त्यसपछि जो सर्वहाराहरू छन्, सीमान्तकृत छन्, उहाँहरूको लागि भनेको दलले पनि उम्मेदवार चाहिँ छुटायो। तर तपाईँको भाषा राख्दाखेरि चाहिँ यौनिक लैङ्गिक अल्पसङ्ख्यकको संविधानले दिएको हक अधिकारलाई लागू गर्ने भन्ने खालको भाषा राम्रै राखेको छ त्यो। तर अब भाषाअनुसारको उसमा चाहिँ आएन। अब राष्ट्रिय स्वतन्त्र पार्टीको चाहिँ अलिकति रोचकै छ। महिला र यौनिक अल्पसङ्ख्यक मात्रै भनेको छ, लैङ्गिक अल्पसङ्ख्यक छुटाएको छ यसले को कम्तीमा 60% सेयर वा सहभागिता भएका व्यवसायहरूलाई विशेष सहुलियत र सञ्चालन अनुदान उपलब्ध गराइनेछ मात्रै लेखाएको छ यसले चाहिँ। त्यो अब हक अधिकारको कुराहरू खासै आएको छैन। अब महिला अथवा लैङ्गिक यौनिक अल्पसङ्ख्यकले पहिलो कुरा आफ्नै उसमा चाहिँ नि लगानी गरेर त्यस्तो खालको कम्पनीहरू उद्योगहरू चलाउन सक्ने अवस्थामा छन् कि छैन यो समुदायको भन्ने नै क्वेसन मार्क छ। अनि त्यस्तोहरूलाई मात्रै अनुदान दिने भन्ने भयो। अब शब्द त भनौँ न केही नहुनुभन्दा यतिको हुनु राम्रै हो। र अब लैङ्गिक अल्पसङ्ख्यक छुटाएछ, जसले अब यौनिक अल्पसङ्ख्यक भने समलिङ्गी महिला पुरुष मात्रै पर्ने भए, लैङ्गिक अल्पसङ्ख्यकभित्र तेस्रोलिङ्गी अथवा पारलिङ्गी अथवा अन्तर्लिङ्गी पर्ने भए, त्यो लैङ्गिक अल्पसङ्ख्यक चाहिँ छुटेको छ। यसले गर्दाखेरि र अधिकारको कुराहरू, नागरिकताको कुराहरू, रोजगारीको कुराहरू के ल्याउँछ त त्यो प्याकेजको कुरा, आरक्षणकै कुरा दिन्छ कि दिँदैन के पनि लेखाएको छैन। तर अब यसको रासपाको एउटा चित्त बुझाउनु पर्ने कुरा चाहिँ एकजना समानुपातिक एकजना प्रत्यक्ष उम्मेदवार चाहिँ बनाएको छ रासपाले, त्यो चाहिँ गरेको छ। र अब लैङ्गिक अल्पसङ्ख्यक भनेर भाषामा नलेखे पनि भूमिका श्रेष्ठलाई तेस्रो लिङ्गी नै भनेर उहाँहरूले चाहिँ प्रचारमा पनि लिएर गएको चाहिँ छ। त्यसपछि अब समावेशी समाजवादी पार्टी भइहाल्यो, यो म त्यसकै सल्लाहकारै छु। यो यही समुदायका भनौँ न अधिकांश मान्छेहरू नेतृत्वमा आएर खोल्या पार्टी हुनाले अब यसको सबभन्दा राम्रो छ। अब तपाईँको भाषा पनि यसले थुप्रै ठाउँमा लेखाएको छ त्यस्तो। समावेशी समाजको निर्माणका लागि यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकहरूलाई विशेष आरक्षणको कुरा गरेको छ, सिपमूलक तालिमको कुराहरू छ, आर्थिक रूपमा सबल बनाइनेछ भन्ने खालको अलिकति यो अब संविधानको धारा 42लाई लागू गरेर आरक्षणको कुराहरू चाहिँ निर्वाचनमा, लोकसेवामा, जति पनि तपाईँको सरकारी संयन्त्रहरूमा आरक्षणको कुरा गर्दाखेरि यसले प्रतिनिधित्व चाहिँ सरकारसम्म, प्रशासनमा, त्यसपछि राजनीतिक प्रतिनिधित्व गराउनलाई काम गर्ने कुरा गरेको छ र आर्थिक प्याकेजको कुराहरू लिएर आएको छ। अब यो दलले चाहिँ 6 जना प्रत्यक्ष यही समुदायको उठाएको छ र 15 जना समानुपातिक मध्ये 13 जना चाहिँ यही समुदायका छन्, त्यसरी गरेको छ त्यो। र त्यस्तै अब गतिशील पार्टी, गतिशील लोकतान्त्रिक पार्टी छ, गतिलो पार्टी भन्ने, त्यसले पनि हरेक नागरिकलाई आफ्नो यौनिकता र लैङ्गिक पहिचान आधारमा बाँच्न पाउने पूर्ण अधिकार हुनेछ भनेर लेखाएको छ। अब यो बाँच्न पाउने अधिकार त अलरेडी छ यो समुदायको लागि, यो नयाँ कुरो केही पनि आएन। तर यिनीहरूले अलिकति नबुझेरै होला अब यो तेस्रो लिङ्गी भनेर गरिने अपमानजनक व्यवहारलाई दण्डनीय बनाइनेछ भनेर अब आम चलेको शब्द छ, संविधानमा पनि उल्लेख छ यो शब्द, सर्वोच्चले पनि बोलेको शब्दलाई उहाँहरूले चाहिँ कसरी अपमानजनक भन्यो भन्ने कुरा चाहिँ अलिकति अध्ययन नपुगेको र तपाईँको अहिलेको अब कसले सुझाव दिदियो यो खालको हामी तेस्रो लिङ्गी होइनौँ, हामी चाहिँ त पारालिङ्गी हौँ भन्ने खालका व्यक्तिहरूले दिएको जस्तो लाग्छ यो आउँदा। उहाँहरूले चाहिँ नबुझिकन लिएर आएको पाइन्छ। तर अब हक अधिकारको, आरक्षणको कुराहरू, नागरिकताको कुराहरू, तपाईँको अनि जब र आर्थिक उन्नतिको कुराहरू केही पनि राखेको छैन यो गतिलो पार्टीले पनि। तर यसको अब राम्रो पक्ष चाहिँ यसले एकजनालाई समानुपातिकमा राखेको छ यो गतिलो पार्टी। नबनाउनुमा चाहिँ, नराख्नुमा चाहिँ के अलिकति यो सरकारी कागजात जस्तो जो उम्मेदवार बन्न चाहन्छन् उसको कागजातमा केही समस्या भएर, जस्तो नागरिकताका सवालमा केही समस्या भएर त्यो प्राविधिक पाटोबाट त्यो समस्यालाई पार्टीहरूले अल्झिराख्नुपर्ने देखिँदैन। जस्तो अब तपाईँको रासपाले गर्न खोज्यो, भूमिका श्रेष्ठलाई लग्यो, भूमिकाको नागरिकता त महिलाको छ होइन, उहाँले पहिला तेस्रो लिङ्गी अन्य भनेर लिएर फेरि होइन म त महिला हो, म तेस्रो लिङ्गी होइन भनेर महिलाको लिनुभएको छ र उहाँलाई लिने त प्रब्लम भएन, महिलाको कोटामा राखेछ भनेपछि अब जन्मिँदाखेरि नेपाली नागरिक एउटा नागरिकता बोकेर आएको छ, चाह्यो भने त दिन मिलिहाल्छ। तपाईँको जन्मजात पुरुषको भएर पुरुषकै नागरिकता लिएर नि उम्मेदवार दिनु त के फरक परेर होइन। निर्वाचन आयोगले त कस्तो वेशभूषामा छ को होस् भनेर त्यस्तो खोजीनीति गरेको छैन। अब जसले महिला पुरुषभन्दा अलगै भनेर अनेकै नागरिकता ल्याएको छन् त्यस्ता मान्छे पनि थुप्रै छन् होइन, उहाँहरूलाई पनि दिँदा त हुन्थ्यो।
तर पार्टीले अब तपाईँको पूर्वाग्रही ढङ्गले हेर्छ एउटा, किनभने सबै पार्टीहरू स्पष्ट छैनन् यो विषयलाई लिएर आएर। अब अहिले राजनीतिक हिसाबले बाहिर यसको विरुद्धमा बोल्नलाई अलि अप्ठ्यारै छ, पोलिटिकली इन्करेक्ट भइन्छ भन्ने खालको चाहिँ छ, किनभने अहिलेको नयाँ जेनेरेसनले यो समुदायलाई नेगेटिभ कुरा गरेको राम्रो मान्दैन, तुरुन्तै तपाईँको जवाफ फर्काइहाल्छ। त्यो भएर यसलाई नेगेटिभ चाहिँ बोल्दैन, नकारात्मक कुरा चाहिँ बोल्दैनन्। तर अब पार्टीभित्रको स्पेसली पुराना दलहरूमा मैले देखेको समस्या चाहिँ असाध्यै बुढा पुराना मान्छेहरू, मेरो एजभन्दा धेरै माथिकाहरू भए, उहाँहरूको त्यो एजुकेसन छैन, यो विषयमा बुझाइ छैन, त्यसले गर्दाखेरि ल्याउन चाहनुहुन्न। अनि अर्को कुरा चाहिँ तपाईँको पार्टीले त एकदमै धेरै क्यालकुलेसन गर्छ यहाँकोहरूले, धेरै पार्टीहरू, अधिकांश पार्टीहरू तपाईँको त्यो के अरे समावेशी चरित्रको बन्न चाहँदैनन्, बलजबती कानुनले बनाएको मात्रै हो। र उहाँहरूले क्यालकुलेट गर्दाखेरि त्यो समावेशी नै बनाउँदाखेरि पनि कसको भोट बढी आउँछ एउटा त्यो हेर्छ। अनि अब यो लैङ्गिक यौनिक अल्पसङ्ख्यकको चाहिँ अहिलेसम्म जनगणनामा अब तेस्रो लिङ्गीको मात्रै, त्यो पनि तेस्रो लिङ्गी नै पुरा गनिएको छैन, त्यो थोरै जनसङ्ख्या हुने हो यो लैङ्गिक यौनिक अल्पसङ्ख्यकभित्र पनि। र अलि धेरै सङ्ख्या भएको अब समलिङ्गी पुरुष समलिङ्गी महिलाहरूको त जनगणनामा आउने कुरा नै भएन, महिला पुरुषमै गनिएको छन्। त्यो भएर यति भोट छ भनेर थाहा छैन। जस्तो म जस्तो व्यक्तिले मैले नखुलाएको भए अरूलाई थाहा हुँदैन थियो। भनेपछि त्यस्ता समलिङ्गी पुरुष महिलाहरूको चाहिँ भोट छ भनेर कोही कोही पार्टीहरूले थाहा पाए, अहिलेको नयाँहरूले चाहिँ, पुरानोहरूले त्यो मान्नै तयार छैन तपाईँको। त्यसले गर्दाखेरि भोट ब्याङ्क होइन कि भन्ने लाग्छ। तर यसपालि देखिन्छ तपाईँको केही न केही यो भोट ब्याङ्क छ भन्ने। र म पहिलोचोटि जाँदा 64मा जाँदै नेकपा संयुक्तले अधिकांश भोट हाम्रो समुदायबाटै पाएको थियो, जो त्यसले थाहा पाए त्यति बेला हाले। त्यस्तो छ भने अर्को चाहिँ अब जो तपाईँको उम्मेदवार हुन्छ राजनीतिमा आउँछ भन्ने हो, उहाँहरू न उद्योगपति छन् न सेलिब्रिटी छन्, तपाईँको त्यो हिसाबले पार्टीले फाइदा देख्दैन। पैसा भए करोडौँको चन्दा दिए तुरुन्तै दिन्छ टिकट, पार्टीको केही चाहिँदैन। अब कि सेलिब्रिटी हुनुपर्दो रहेछ, त्यो तिनटै नहुँदाखेरि यो समुदायले चाहिँ तपाईँको जानी जानी छुटाएको छ पार्टीहरूले। जस्तो अब चाहिँ राज्यले अथवा राजनीतिक दलहरूले गर्नुपर्ने चाहिँ के देख्नुहुन्छ? जस्तो राजनीतिक अधिकारका सवालमा, समावेशीकरण मुद्दाका सवालमा के सुधार गर्नुपर्ने? जस्तो अहिलेसम्मको यो एक खालको सचेतना देखिन्छ अलिकति। अब चाहिँ अझ बढी के गर्नुपर्ने जस्तो लाग्छ? दुईवटा पाटो, राजनीतिक दलले अब जो चाहिँ प्रतिनिधि सभामा चुनिएर जान्छन्, जहाँ प्रतिनिधित्व गर्छन्, अनि संसदले कानुन बनाउँदाखेरि यो समुदायको हक अधिकारलाई हुने खालको कानुनहरू बनाउनु पर्यो। अब आरक्षणको कानुनहरू संविधानमा छ, कानुनमा लागू गर्नु पर्यो, बजेटहरू बनाउनु पर्यो। अब विवाहको कानुन के गर्ने, धर्म सन्तानलाई कसरी हेर्ने, पैतृक सम्पत्ति छोराछोरीलाई मात्रै भनेको छ, तेस्रो लिङ्गीहरूले कसरी लिन्छन्, त्यसमा पनि विभेदको कुराहरू छ। प्रशासन त्यत्रो ठुलो, देशकै ठुलो रोजगारी हो, एकजना पनि छैन यो समुदाय खोलेर आएको। अहिले लुम्बिनी प्रदेशले मात्रै जम्मा 1% चाहिँ नि भनेर अघिल्लो साल पनि खोला रहेछ, कोही पनि भएनन्। यो साल पनि मागेछ 3 जनाको छ यो समुदायबाट। अब लोकसेवा तयारी हुनुलाई सर्टेन तपाईँको एजुकेसन पास गरेर आउनु पऱ्यो, त्यसपछि तयारी भएर जानु पऱ्यो। र अर्को चाहिँ अब यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक भनेर चाहिँ लेखा छ, तर प्रमाण खोज्दाखेरि तपाईँको नागरिकता नै अन्य भनेको नै चाहियो, अनि त्यसमा चाहिँ योग्यता पुगेको चाहियो, त्यसपछि लोकसेवाको लागि तयारी भएको चाहियो। अर्को जो समलिङ्गी पुरुष र महिलाहरू छ उहाँहरूले के प्रमाण दिन्छ, त्यो त प्रमाण राज्यले दिन पनि सक्दैन, त्यो आफै डिक्लेयर गर्ने बाहेक। अनि त्यस्तोलाई चाहिँ नमान्दाखेरि जो अलिकति हुन सक्ने थिए लोकसेवामा अघिल्लो साल पनि हुन पाएन। अब यसपालि के हुन्छ थाहा छैन, हामीले अलि धेरै तयारी हेल्प गर्दैछौँ। तपाईँको अब कि चाहिँ नि नागरिकतामा अन्य लिएको चाहियो कि तपाईँको चाहिँ अब समलिङ्गीहरूले अब विवाह गरेको प्रमाणपत्र भएपछि त्यसलाई चाहिँ सायद मान्छ होला, राज्यकै निकायबाट निकालेको भनेर चाहिँ नभए गाह्रो छ। त्यस्ता कानुनहरू फेर्नु पऱ्यो, ल्याउनु पऱ्यो। अर्को चाहिँ पार्टी आफैले अब आफ्नै संयन्त्रभित्र चाहिँ हामी कतिको समावेशी गऱ्यौँ त यो समुदायलाई भन्ने खालको सदस्यतादेखि लिएर जिल्ला कमिटी, प्रदेश कमिटी र केन्द्रीय कमिटीसम्म चाहिँ उहाँहरूले यो समुदायलाई लिएर जानुपर्ने हुन्छ। त्यो गर्नुपर्छ दलहरूले। अब चाहिँ जस्तो समुदायको तर्फबाट अलिक बढी चाहिँ फोर्स दलहरूप्रति के अरे राज्यप्रति नपुगे जस्तो तपाईँलाई अनुभव छ? बिल्कुलै छ। त्यो चाहिँ हजुरभित्रै पनि अलिकति युनिटीको अभाव अहिले पछिल्लो समयमा आएर युनिटीको अभाव छ। त्यो पनि तपाईँको चाहिँ यो
लैङ्गिक पहिचानलाई लिएर के गर्ने भन्ने विषयमा हो। अब मैले पहिला स्थापना गरेको संस्था लुडामिल सोसाइटी, उहाँहरू चाहिँ महिला बन्न पाउनुपर्छ, छोरा जन्मिएकोले पनि छोरी जन्मिएकोले नि चाह्यो भने पुरुष बन्न पाउनुपर्छ भन्ने छ। मेरो आफ्नो धारणा चाहिँ हामी महिला पुरुषै भएर फेरि त्यहीँ हराउने भए त पहिचानको किन अनि अलग हो भनेपछि अलग पहिचानको नै छ, राज्य तयार छ भनेपछि महिलाकै ठाउँमा चाहिँ किन गइराख्ने, बलजपति अनेक थरी गरेर बनेर बन्ने हो कि जन्मजात हुने हो भन्ने डिबेट चाहिँ हुनै बाँकी छ। अनि त्यसले गर्दाखेरि हो भोलि अब महिलाहरूको पनि यत्रो लडाइँ गरेर आफ्नो स्पेस अधिकार आरक्षणको कुरा गर्नुभएको छ, फेरि अब तेस्रो लिङ्गीहरूले हामी महिला भनेर गएर त्यसैमा कम्पिटिसन गर्ने भनेदेखि के हुन्छ भन्ने र विश्वभरि यो समस्या आएको छ। यसलाई लिएर आएर बेलायतमा पनि यो समस्या आयो, स्पोर्टमै समस्या आयो, महिलाहरू वर्षौँ लाग्छ अनि छोरा जन्मिएकोले महिला भनेर गएर खेलिदिँदा त अनि हुन्छ फेरि। अनि फेरि तपाईँको जे दिमागमा सोच्यो त्यतिले पाउँछ भन्ने खालको उसले भन्ने गर्दाखेरि चाहिँ अनि कसरी राज्यले हेर्छ त, व्यवस्थापन कसरी गर्छ भन्ने भयो। अनि अलग्गै भएर अलग्गै स्थान, स्पोर्ट पनि अलग, सेनामा पनि अलग्गै भर्ती, रोजगारी पनि अलग तरिकाले आरक्षणमा जाँदाखेरि राम्रो हुन्थ्यो भन्ने मेरो धारणा। त्यसमा हाम्रो चाहिँ द्वन्द्व चलेछ अहिले र यसलाई व्यापक बहसमा लानुपर्ने आवश्यक पनि छ। आम महिला पुरुषहरूले कसरी हेर्छन् त यो समुदायलाई, अलग्गै राखेर ठिक छ कि होइन, दुइटैमा बाँडेर सिद्ध्याउने भन्ने खालको कुरा गर्ने हो, त्यो चाहिँ हेर्नुपर्छ। त्यो एउटा बाँकी छ भने अर्को चाहिँ अलिकति अब एनजिओहरू 40-45वटा भए अनि डोनरले पैसा दिन्जेल र उनीहरूले दिएको कार्यक्रम गर्ने भए, तर त्यस पैसा सकेपछि कार्यक्रम पनि नहुने भयो। र यहाँको जुन खालको अब डोनरले गर्ने कार्यक्रमहरू चाहिँ फेरि तपाईँको यो नागरिक हक बोल्न सिकाउने, प्रोटेस्ट गर्न सिकाउने, मागहरू राख्न सिकाउने, अधिकारको पाटोबाट मात्रै गर्ने भयो, जिम्मेवारी पनि को त केही पनि सिकाउँदैन एउटा। अर्को आर्थिक कसरी सम्पन्न हुने भने त्यसमा पैसा पनि आउँदैन, त्यो गर्दा पनि गर्दैन। र तपाईँको उही कराउने, कन्फरेन्स गर्ने, सेमिनार गर्ने बाहेक जुन खालको राज्यसँग काम गरेर राज्यलाई नै तपाईँको अलिकति समावेशी बनाउने, राजनीतिक दलहरूमा जाने खालको कार्यक्रमहरू अब आउँदैन भनेपछि अलिकति यो समुदायको हक अधिकारको अभियान चाहिँ एनजिओमै सीमित भयो। अब एनजिओले यहाँसम्म त लिएर आयो, बोल्न सिकायो, नागरिकताको कुराहरू उठायो, त्यसपछि अगाडि बढ्न चाहिँ अब एनजिओ अलिकति कम बनेर समुदाय चाहिँ अथवा एनजिओले पनि अरू दायरा बढाएर राज्यलाई समावेशी बनाउनु, त्यसको लागि राजनीतिक दलहरूलाई समावेशी बनाउनु पऱ्यो, त्यतातिर काम गर्नुपर्ने, त्यो चाहिँ खासै देखिएको छैन। र अहिले आएका पनि अलि नयाँ पुस्ताकाहरू तपाईँको चाहिँ राजनीतिमै नगइकन हुँदो रहेछ भन्ने भयो। अब म संविधान सभामा भइसकेपछि त कोही पनि आएको छैन अहिलेसम्म संसदमा, त्यसले गर्दाखेरि हाम्रो आवाज नहुँदाखेरि त अनि त्यहाँ त कसले पनि बोलिदिँदैन रहेछ। एक दुईजनालाई कर गरेर बोल्न त लगायो, उसले फेरि तपाईँको त्यो विधेयकहरू त लेखेर त लाँदैन, टिम बनाएर काम त गर्दैन, फलोअप त गर्दैन। त्यसले गर्दाखेरि अब कानुनमै ल्याउने काम त धेरै मेहनतको काम हुन्छ त्यहाँनिर। यो कानुन आयोगदेखि लिएर कानुन मन्त्रालयदेखि लिएर सम्बन्धित मन्त्रालय हुँदै विधायन कमिटीहरूमा थुप्रै कमिटीहरू हुँदै हुँदै काम गर्नुपर्छ। त्यो अब अरूले त गर्दैन, त्यो त आफ्नै आवाज आफै पुग्नुपर्छ भन्ने हो त्यो। अनि त्यसको लागि पनि अहिले चाहिँ अब यो खालको यो अहिलेको चुनावले चाहिँ र अब तपाईँको राजनीतिक दलै खोलेर आएछन्, अरू दलहरूले दिएन त के भयो त, हामी उनीहरूसँग कति मगन्ती भएर बसिराख्ने, हामी खोलेर आउँछौँ, हामी गरेर देखाउँछौँ होइन। अनि जनताले तपाईँको स्वीकार्यो भने पार्टीको के अर्थ भनेर यसले देखाएर गरौँ भन्ने भयो। अर्को चाहिँ अब यो समाजवादी पार्टीलाई लुकेर बसेकाहरू सबैले भोट हाल्यो भने एक खालको जनगणना हुन्छ भने लोभ पनि छ मलाई चाहिँ। कमसेकम हाम्रो कति क्षमता भन्ने थाहा पाउनु पऱ्यो होइन। अहिले न राज्यलाई थाहा छ यो समुदाय कति छ, न राजनीतिक दललाई थाहा छ, हामी आफैलाई पनि थाहा छैन। हचुवाको भएर भनिरहेको छौँ आर्थिक 10%, कोहीले एउटा डाटाले 5 लाख भन्छ, अर्को डाटाले तपाईँको 9 लाख जति छ भन्छ, अर्को डाटाले अझ धेरै छ भन्छ, थाहै छैन। अब यो चुनावमा अब सबैले हालन् नहालन् तैपनि जतिले सक्छन् यो पार्टीलाई हाल्यो भने चाहिँ कमसेकम थाहा हुन्छ रफली यति रहेछ नि त जनसङ्ख्या भन्ने जनगणनाको लोभ पनि हो। र अर्को चाहिँ तपाईँको अब यो समुदायका मान्छेले पनि विचार दिन सक्छन्, देश चलाउने खालका बुद्धि छ, एजेन्डाहरू छन् भन्ने देखाउनलाई पनि हो। घोषणापत्र हेर्नुभयो, पार्टीको विधान हेर्नुभयो भने राम्रो छ। हामी प्रतिनिधिमूलक लोकतन्त्र होइन, समावेशीतिर जानुपर्छ भन्ने कुरालाई ल्याएछौँ। अब तपाईँको भ्रष्टाचार रोक्नको लागि
अख्तियार शून्य सहनशीलता भनेर भाषण दिएर मात्रै हुँदैन। त्यसको लागि अहिलेको जमानामा चाहिँ ब्लक चेन सिस्टम लिएर आउनुपर्छ, बजेटिङदेखि लिएर खर्चको व्यवस्थापन गर्नको लागि, र साइबरनेटिक चाहिँ लोकतन्त्र ल्याउनुपर्छ, एआईलाई प्रयोग गर्नुपर्छ, जसले गर्दाखेरि तपाईँको लाइभ होस्, जीवन्त आओस्, जे भइरहेको छ त्यो मान्छेले हेर्न पाओस् होइन। त्यो खालको आइडियाहरू छ। ग्रिन इकोनोमी लिएर आउनुपर्छ भन्ने छ, प्रकृति केन्द्रित हुनु पऱ्यो भन्ने, अब क्लाइमेट चेन्जलाई पनि एकदमै सेन्टरमा राखेर मानव केन्द्रित होइन प्रकृति केन्द्रित चाहिँ अब डेभलपमेन्ट हुनुपर्छ। असाध्यै धेरै भयो यो कङ्क्रिट जङ्गल बुलडोजरको चाहिँ विकास, यसले कति हानि नोक्सानी गरिरहेछ भन्ने खालको। र तपाईँको यो देशको उन्नति प्रगतिलाई चाहिँ अब जिडिपीले नाप्न हुँदैन भन्ने छ हामीहरूको चाहिँ। जिसिपी भनेर ग्रस कम्प्यासन प्रोडक्ट भनेको छ, त्यो हेर्दाखेरि कतिवटा रुखहरू चाहिँ यो साल बढ्यो त्यो नेपालमा, त्यसलाई पनि एउटा मापदण्ड गर्ने। अनि हाम्रो नदीहरू कति सफा भयो कि फोहोर भयो भन्ने त्यसले पनि आधारमा हाम्रो हेर्ने खालको र यस्ता अलिकति युनिक खालका तर गजबको चाहिँ आइडियाहरू यो पार्टीले लिएर आएछ। यो चेतना चाहिँ अहिले तपाईँको राजनीतिक चेतना यो समुदायमा यसरी आउनु राम्रो हो। यो लहरै आएको छ, जेएनजीमा पनि आयो आन्दोलनले गर्दा, यो समुदायमा पनि आयो पार्टी खोलेर आउँदाखेरि चाहिँ। र अब यसले तपाईँको भोलि गएर राजनीतिमा आउनलाई एउटा ढोका खोलेछ, हाम्रो उपस्थिति चाहिँ देखाएछ यो दल खोलेर। हस्, धन्यवाद।